भिजा दिन मात्रै बाँकी भयो उनीहरूले हेरेकै छैन क्या त्यो फाइल हेरेको भए त रिप्लाई आउँथ्यो नि त यो डकुमेन्ट पुगेन यो पुगेन भनेर त्यो प्रोग्रेसमा छ अब हेरेकै छैन धेरै फाइल छ ब्याकलग यसो मिलाउँदै गर्नु के भएन अन्त 2-3 महिनामा आउनुपर्छ त्यहाँतिर वर्क पर्मिट चाहिँ चाहियो रे आउन पाइन्छ कि यहीँको भिजामा पनि अनि 2-3 महिना काम गर्ने अनि फेरि फर्किने अनि फेरि यता आउने फेरि त्यता जाने छिर्ने भिजा चाहिँ फिनल्यान्डकै भिजामा बसिराख्ने सजिलो बोलाउन हुँदैन छ विशेष इगिप्ट